हेलो गाइस, नमस्ते नमस्कार, गुड मर्निङ, शुभ बिहानी। आज चाहिँ हामी त कलाएर खरसाङको घाँस काट्न आएको है। आज चाहिँ यस्तो दिन पर्यो है, लास्टै टिटायो। लाइफमा पहिलो टाइम जस्तो लाग्यो, फर्स्ट टाइम जस्तो लाग्यो मलाई यस्तरी टिटाएको। देख्न सक्नुहुन्छ। अब चाहिँ हामी भारी पुगेर बाटोमा आइसकेका छौँ। हाम्रो भारी यिनी केटाटीलाई फेरि हामी घाँस अलि धेरै हुन्छ, भारी फ्याँकेर बोक्ने भनेर बोलाएको। केटाटीहरू फेरि यहाँ लारी खेलिरहेछ, लारी लौरो भन्छ, डन्डिबी हो। हाम्रो घाँस देख्न सक्नुहुन्छ, सरर घाँसहरू है। एउटा भारी, दुईवटा भारी, तिनवटा भारी, यो चारवटा भारी, अनि यो पाँचवटा भारी, यसले 6वटा, त्यसले यहाँ सानो छ 7वटा, यता 8वटा पारी छ। यता हुनुहुन्छ हाम्रो सान्माहरू। ए सान्मा जाडो भएर दिदीलाई पनि जाडो भयो, बहिनीलाई। यता हेर्नु त, यो त अहिले आएको क्या, यो त अहिले भार लिन आएको क्या। यता आजको मौसम भन्नुहुन्छ भने चाहिँ अब ठिकै छ, तर पनि यता लास्टै जाडो त छ कि यो ठाउँतिर, त्यही भएर धेरै जाडो भयो। केटाटीहरू लारी रोड खेलेर आएको अरे। अब भारी बोकेर जाने हो केटाटी हो। बोको ल, पर्बिन छिटो भारी बोक्यो ल, पर्बिनले बोके ल, सज्जनले बोक, चिन्चरा छिटो बोक छिटो। ल बोक तेरी। मेरो भारी चाहिँ आन्छ होला। मेरो त त्यो डाला चाहिँ फरकै रहेछ कि अर्कै देखिन्छ र, त्यही भएर गुर्को छ कि मेरो। अन्त छोटो भयो भने लामो भन्नु पर्छ। हिँड चाहिँ हिँड्यो, केटाटी नि हिँडिसक्यो। ए बहिनीको भारी त किन माथि टुप्पिन देखिन्छ है।